हजुरहरूलाई पनि यस्तै ब्लू टिक राख्न मन छ फेसबुकमा चिन्ता नगर्नुहोस्। अब हजुरलाई म सिकाउँछु र कर्मसँग यो भिडियो अन्तिमसम्म हेर्नु होला र फलो गर्न बाँकीले फलो गर्नु होला। आफ्नो फेसबुकको प्रोफाइलमा जानुहोस्। प्रोफाइलको दायाँ साइडमा 3 डटमा क्लिक गर्नुहोस् अनि सो योर प्रोफाइल इज भेरिफाइडेड भनेर माथि सुरुमै देखाएको छ त्यो अप्सनलाई क्लिक गर्नुहोस्। त्यहाँपछि क्लिक गरेपछि स्टार योर फ्री मन्थ भनेर चाहिँ प्याकेज देखाउँछ। तपाईँहरूले स्टार योर फ्री मन्थमा चाहिँ क्लिक पारेर चाहिँ क्लिक गर्नु होला। सबैभन्दा छिटो चाहिँ आइफोनबाट चाहिँ एकदम सजिलो तरिकाले हुन्छ, तर तपाईँहरूले एन्ड्रोइडबाट पनि गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँको गुगल एकाउन्ट पासवर्ड माग्न सक्दछ। त्यहाँपछि तपाईँहरूले त्यहाँनिर एकछिन क्लिक गरेर वेट गर्नुहोस्। त्यहाँपछि आइफोनमा चाहिँ डबल क्लिक गर्न लाउँछ लक बटन, त्यहाँ डबल क्लिक गरिसकेपछि 1 महिनाको लागि तपाईँहरूले फ्री सब्सक्रिप्सन पाउनुहुनेछ भने यहाँ मेरो चाहिँ सब्सक्रिप्सन प्रोसेसमा छ। नेक्स्ट गर्दै जान्छु र यहाँनिर फाइनली मेरो नेक्स्ट भइसकेको छ र मेरो यहाँनिर मेटा वान्स इन्सेन्टिएल भनेर चाहिँ मेसेज देखाएको छ र भेरिफाइड ब्यागेज भनेर पनि मेरो भेरिफाइडको चाहिँ ब्लू टिक देखाइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि म फेरि ब्याक जान्छु र एकचोटि प्रोफाइलमा हेर्ने कोसिस गर्छु प्रोफाइलमा देखाएको छ कि छैन। मैले चाहिँ सर्च गरिरहेको छु, मेरो अहिले देखाएको छैन, तर केही समयपछि पक्कै पनि मेरो देखाउनेछ। म दाहिने साइडमा थिचेर चाहिँ भ्यूको अप्सनमा जान चाहन्छु। त्यहाँ दाहिने साइडमा 3 डट छ, 3 डटमा चाहिँ क्लिक गरेर चाहिँ म भ्यूको अप्सनमा चाहिँ जान्छु र फाइनली यहाँनिर मेरो ब्लू टिक देखाइसकेको छ भनेदेखि यसरी नै तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। भिडियो राम्रो लागि फलो गरेर